गाइस मेरो फर्स्ट ब्लगमा तपाईहरुलाई स्वागत छ। माया प्रेमले देखाइदिनु होला हैन। र हामी आज जाँदै छौं कार्की होटल भन्ने होटलमा र त्यतिखेर यसो ब्लग बनाएर हामी पनि भाइरल हुइदिने भनेको। त अब हामी धनी भए पनि अब जहाँबाट स्टार्ट गरेको त्यो होटललाई त बिर्सिनु भएन नि त हैन। त्यो हल्का अगाडि र यहाँ आर्मी क्याम्प छ। त यता साइडमा मन्दिर पनि छ हैन, शनि देव मन्दिर अरे। यहाँ अगाडि चाहिँ अर्को मन्दिर छ। केटी भगाएर बिहे गर्नलाई यो ठाउँ धेरै नै राम्रो छ। म पनि सोच्दैछु अब के गर्नु, तपाईहरु कमेन्टमा भनिदिनु होला। लामो बन्द गर न साथी। यहाँ म आइसकेको छु आर्मी क्याम्प। अब यहाँ गाडीले मलाई हानेर मऱ्यो भने म यो नेपालको के हुन्छ भन्ने मात्रै कुरा छ। नेपाल कसरी म बिना चल्छ। अब सामान लिएर फर्किँदैछौँ। खाजासाजा भयो होइन, भिडियो गऱ्यो भनेर सोचेको भिडियो नै क्यामेरै खोलेको रहेछ नि। यहाँ अब क्रिकेटको एनपिएल हुँदैछ अनि यसो अब खानु त पर्यो। अगाडिको भ्यू नै बबाल, हाम्रो इटारी चोक बबाल छ नि। अनि फेरि इटारी चोकमा यस्तो हो क्या, म जस्तो हेर्छौँ धेरै कम छन्। यहाँनिर छ के भन्छ सर्पदंश अरे सामुदायिक। यहाँ चाहिँ तपाईँहरूलाई सर्प मतलब एक्सले टोक्यो भने यहीँनिर उपचार हुन्छ है। ल अनि कहाँ उपचार हुन्छ त भाइ? एक्सले टोक्यो भने उपचार हुन्छ। ल हामी हेर्दा हेर्दै धेरै अगाडि आइसक्यौँ। अनि यो चाहिँ हाम्रो यहाँनिर बिहे गर्ने ठाउँ। मेरो पनि यहीँ हुन्छ, बिहे आउनु होला, सबैलाई इन्भिटेसन छ। अब म तपाईहरुलाई के भन्न चाहदिनँ, खाना नपाएपछि कस्तो हुन्छ भन्दै यस्तो हुँदो रहेछ हैन। अरू त म के भन्नु, तपाईहरुले हालत देख्नु नै भएको छ नेपालको। तर होइन ऊ मात्रै खाना नपाएको होइन, हुन चाहिँ म पनि हो। खाइदिएको ल, होल्ड गरिदिनु भएकोमा हाम्रो जेनिसज्यूलाई तलमाथि सबैतिरबाट धन्यवाद। र हाम्रो यहाँनिर प्रेम मायाले देखाउनु। ए सरी हल्का यताको बाटो घुमेछ क्या, गोलीको बाटो घुमेछ। र के भन्नु, अब भन्न केही पनि छैन। आई लभ यु। कत्रो घरको कत्रो रहेछ भन्दैछ। के भन्दाखेरि हाइट क्या, हाइट। यहाँ मेरो साथीले के भन्दैछ भन्दा होइन, सौरभ जोशी उसलाई पहिले मन पर्थ्यो अरे, अहिले पनि मन पर्छ अरे, तर हल्का मन घट्यो अरे। अनि कुरा अनुसार चाहिँ सौरभ जोशीले घर बनाउनको लागि यत्रो टाइम लागिसक्यो अरे, 5-6 वर्ष लागिसक्यो अरे उसले भाइरल हुनलाई, कन्टेन्ट खोज्नलाई। अनि म पनि भाइरल हुनलाई घर बनाउँदै थिएँ, मिस्त्री नै आएका छैनन् क्या। अब हल्का टाइम लाग्ने रहेछ। त्यस्तै 8-9 वर्षमा अब घर बनिसक्छ, मिस्त्री आउँछन् अर्को वर्ष। साथी अनि सामान चाहिँ कहिले झार्नु? अनि अब 1 मिलियन सब्सक्राइबर हुन्जेलसम्म अब हाम्रो यहाँनिर कन्टेन्ट बन्दै गर्नुपर्ने त होइन। कहाँबाट अरू कन्टेन्ट खोज्नु? कन्टेन्टै छैन, केटी रिस्काए मात्रै हो। म तपाईहरुलाई के भन्न चाहन्छु भन्दा, यो 2 लाइन मेरो भ्युअर्सहरुको लागि। भिडियो मन नपरे पनि लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट्नुपर्छ। त अहिलेको लागि बाई होइन, सबले सब्सक्राइब गरिदिनु होला होइन, माया साया देखाउनु होला।